थापा मगर ज्यूको उबाट मैले भेट्न पाएँ होइन। आज चाहिँ बिहेको फाइनली भोलि चाहिँ एकैचोटि के छ भन्नुहोस् त। बिहानमा मेरो अब घर पूजा अब घर भयो होइन, पूजा गर्नु कार्यक्रम छ। घर पूजा गरेर अनि छोरोको रतबन्ध भनेको लगन हुने छेउ। अब त्यो पछि चाहिँ अनि अब छोरीको बिहेको लागि तयारी हो। अनि त्यहाँ जन्तीहरू कति 1 बजे 2 बजेसम्म आउने भन्ने कुरो भएको छ। छोरीको बिहे चाहिँ हजुर। अनि बाबुको मेरो एउटा छोरी हो, दुईटा हजुर हजुर बाबु। अनि बिहे चाहिँ पञ्चेबाजा हो। पञ्चेबाजा हजुर। मैले छोरोको लागि पनि यहाँ पञ्चेबाजा छ होइन, यता पनि छ। अनि उताबाट जन्ती पनि हाम्रो स्याजुलबाट आउने हो, मेरो आफ्नो भान्जा भनौँ न। उताबाट नि अब पञ्चेबाजा सहित करिब 100 जना जति जन्ती, 2टा बस र एउटा स्कर्पियो आउने भन्ने कुरा छ। हजुर जन्ती यता 6-7 जना जति हुन्छ नि। अब खसीहरू नि काट्ने छ होइन। यसपछि अब दिदीहरूले लिएर आउनुहुन्छ नि त, हाम्रो सांस्कृतिक अनुसार चेलीबेटीहरूले खसीहरू